गाइस म त अहिले भर्खर नुहाएर यहाँनिर थपक्क बसेको मात्रै थिएँ कि मलाई एउटा एउटा कुरा याद आयो के सायद यो कुराहरू अब अहिले पनि कतिजना मम्मीहरूले आमाहरूले भन्नुहुन्छ होला होइन आफ्नो सानो सानो बच्चाहरूलाई मलाई चाहिँ के कुरा याद आयो भन्दाखेरि मेरो आमाले चाहिँ पहिला हामीलाई वहाँनिर हुँदा सानो सानो हुँदाखेरि नि यसो भन्थ्यो क्या जुम्रा हेर्नु दिएन भने अब तैँले मलाई जुम्रा हेर्नु दिनस् तँलाई ढाडीले जुम्राले रुखमा लगेर झुन्डाउँछ भन्दा कति डर लाग्थ्यो साँच्ची नै होला है जस्तो लाग्थ्यो होइन तर अहिले यसो सम्झिँदाखेरि मलाई कति हाँस उठ्छ कि अब त्यो टाइममा अब हामी त केटाकेटी नै थियौँ नि त अब कति नै हो नै जस्तो कति डराएर होला है जस्तो जुम्रा हेरेर दिन्थ्यौँ तर के को झुन्डाउँछ अब हामीलाई चाहिँ डर देखाएको रहेछ तर पनि अब मैले यसो नुहाएर बसेर यसो याद गर्दा चाहिँ मलाई यो कपाल सुमसुमाउँदा चाहिँ मलाई मेरो आमाले भनेको सानोमा हुँदाखेरि मलाई यो आमाले भन्थ्यो क्या जुम्रा हेर्दैन चाहिँ तर ढाडीले झुन्डाउँछ रुखमा लगेर कति डर लाग्थ्यो होला है जस्तो लाग्थ्यो कि मलाई यसो मलाई मेरो आमाको धेरै याद आयो क्या यसो यो कुरा सम्झिँदाखेरि चाहिँ